हेलो एभ्रिवान, तपाईहरु कस्तो हुनुहुन्छ होला? म पनि सन्चै छु र आज हामी बोडुम्सा आलुबारी जाँदैछौँ श्री श्री जगन्नाथ प्रभुको भजन कीर्तन गर्नका लागि। र देख्न सक्नुहुन्छ म यहाँ रेडी हुँदैछु धोती र बगलबन्दी लगाएर। त धोती मैले लगाउन जाने कि जानिन, तपाईहरुले कमेन्ट गर्नु होला। पण्डितजीहरु जस्तो भयो कि भएन, मैले ट्राई गरेको आज लगाउन। देख्न सक्नु कस्तो सुहायो, कमेन्ट गर्नु होला। र हामी निक्ल्यौं अहिले चाहिँ बिनाजुरामा। र मैले चाहिँ फल र फूल अलिकति लिए प्रभुलाई चढाउनुको लागि। अनि अलि हल्का बारिस पनि आइरहेको थियो। बिनाजुले चाहिँ छाता ओढ्नु भयो, म चाहिँ भिडियो बनाउनुको लागि हैन। त्यसपछि हाम्रो एकजना भाइ पनि आउनुभयो, अनि भाइसँगै हामी गयौं, 3 जना भयौं। अनि हामी गाडीमा चढेर भजन कीर्तन गर्दै गयौं। प्रभुको भजन कीर्तनमा रमाउन साह्रै नै राम्रो लाग्दो रहेछ र भजन कीर्तन गरिरहनु पर्ने रहेछ। फाइनली हामी प्रभु जगन्नाथ प्रभुको छेउ सामु पुग्यौं र हाम्रा कीर्तन मास्टर पनि आइपुग्नु भयो र उहाँलाई पनि धेरै धेरै वेलकम छ। र हामी मन्दिरतिर प्रस्थान गर्यौं। त्यसपश्चात यहाँ कीर्तन भजन भइरहेको थियो र हामी पाउ हात धोएर प्रभुलाई धूप दीप जलाएर फूलपाती गरेर हामी पनि कीर्तनतिर लाग्यौं। त्यसपछि यहाँ जगन्नाथ प्रभुका प्यारा भक्त हुनुहुन्छ। उहाँ नृत्य नगरी नसक्ने भएर उहाँ नृत्य गर्न थाल्नुभयो भजन सुनेर। त्यसपश्चात हामीहरूको भजन कीर्तन पनि यही समाप्त भएर हामीलाई प्रसाद ग्रहण गर्नको लागि निम्ताउनु भएर हामी प्रसाद ग्रहण गर्नको लागि प्रसादी ग्रह जहाँ बनाउनु भएको थियो वहाँ गयौं र हामीले प्रसादी ग्रहण गरौँ। र यति भन्दै मेरो सानो मिनी ब्लग यही समाप्त हुन्छ। फेरि भेटौँला। बाई बाई।